स्नो इभनिङ। अब यसमा जस्तै मान्छेहरूको लाइफमा के हुन्छ कि सधैँ लाइफ कसरी बिताउने भन्ने मान्छेलाई थाहा हुँदैन। मान्छेको लाइफ जसरी पनि एउटा होपमा चल्छ, आशामा। जबसम्म मान्छेमा आशा छैन कि म भोलि यो गर्न सक्छु, पर्सि यो गर्न सक्छु भनेको मतलब एम छैन भने त्यो मान्छेले नबाच्नु नै राम्रो। किनभने दुईटा डङ्की थियो। डङ्की त गधा त बुझ्छस्। त एउटा गधा कहाँ काम गर्थ्यो? फिल्डमा। फिल्डको मतलब खेतहरूमा काम गर्थे, सामानहरू एक ठाउँबाट अर्को ठाउँमा ओहोर दोहोर गर्थे। अनि एउटा डङ्की थियो, उसले राजाको घरमा बसिरहेको थियो। उसको काम के थियो? राजाको घरमा बस्ने। एक दिन के भएछ कि दुवैजनाको भेट भएको छ। जो राजाको घरमा बसेको थियो त्यो डङ्कीको र जो एउटा फिल्डमा काम गरिरहेको थियो त्यो डङ्कीको, दुवैजनासँग भेट भएछ। अनि दुवैजना आफ्नो दुख सुख के गरेछ? साटासाट गरिरहेछ, एकअर्कासँग भनिरहेछ। त यो फिल्डवाला डङ्कीले के भनेछ कि मेरो कुरै छोड, दिनभरि मलाई के गर्नु छ? बिहानदेखि लिएर बेलुकासम्म खाली कामै गर्नु छ। यहाँको सामान त्यहाँ लोड गर्नु छ, ल्याउनु छ, जानु छ। लाइफ मेरो चाहिँ के छ? एकदम डिफिकल्ट छ। तर दिनभरि मजाले काम गर्छु, धेरै मेहनत गर्छु, साँझीमा खाना खान्छु र रातिमा एकदम मस्तले सुन्छु। किनभने काम गरेपछि के हुन्छ? मान्छेलाई निन्द्रा आउँछ। अनि जो राजाको घरमा बसेको थियो त्यो डङ्कीले के भन्छ? मेरो हाल के सोधिरहेछ? मेरो हाल त यस्तो छ कि सधैँ राजाले रामधुलाई गर्छ। मेरो रामधुलाई बुझ्छस्? पिटाई। त उसले भनेछ जब तिमीलाई यति पिटाई भइरहेछ तिमी त्यहाँबाट भागिया, आऊ मेरो साथमा बस, काम गर, मजाले खाने, मसँग काम गर्ने, रातिमा निन्द्रा लाग्छ, राम्रोसँग सुत्ने। तब उसले भन्छ होइन म अहिले जादिनँ। त किन जादिनँ? यदि तिम्रो पिटाई पनि छ तब पनि राजदरबार छोडिरहेको छैन। त भनेछ राजदरबार नछोड्नुको एउटा कारण छ। त्यो के कारण छ? त भनेछ हेर म एउटा आशामा बाँचिरहेको छु। आशा बुझ्छस्? होपमा। त के को आशामा छ? त एउटा कुरा के छ कि राजाको एउटा छोरी छ। राजाको एउटा छोरी छ। अनि राजाले जब त्यो छोरीले केही गल्ती गर्छ त राजाले उसलाई गाली गर्छ। अनि के भन्छ कि पख तेरो म बिहे एउटा गधासँग गराइदिन्छु। त यो कुरा कसले सुनिरहेछ? सधैँ डङ्कीले सुन्छ। उसलाई के लागिरहेछ कि कहिले न त कहिले मेरो बिहे कोसँग हुन्छ? राजाको छोरीसँग हुन्छ। त्यसैले त्यो गधालाई के भनेछ? म तिम्रो साथमा जादिनँ, मैले राजदरबारमै बस्छु, कुनै न कुनै दिन मेरो के हुन्छ? राजाले भन्छ सधैँ कि तेरो बिहे कोसँग गराइदिन्छु? एउटा गधासँग म गराइदिन्छु। त त्यसैले त्यहाँ डङ्की के छ? डङ्कीले जति पिटाइ खाए पनि, त्यस्तै हाम्रो लाइफमा जति गाह्रो आए तापनि के छ? मान्छेलाई चाहिँ एउटा केमा बाँच्नुपर्छ? एउटा आशामा कि आज न त भोलि। मानौ तिमीसँग आज कुनै सामान छैन, त यो थोरै छ कि भोलि हुँदैन, भोलि त भइहाल्छ। कुनै सामान तिमीसँग आज छ त्यो भोलि नहुन पनि सक्छ। त हामीले कुनै टपिक मानौँ कि आज गाह्रो छ, भोलि गाह्रो छ, तर हामीले एउटा आशामा यो स्टोरी भनेको त्यहाँ छैन। हामीले के हुन्छ? त्यो डङ्की जस्तै एउटा हामीले पनि आशा हुनुपर्छ। आज फेल भइसक्यो, आज एउटामा फेल भयो, चाहे दुईटामा फेल भयो, तिनटामा फेल भयो, भोलि त म फेरि पास त गर्छु म। त जबसम्म हामीले लाइफमा एउटा होप, हामीले आफ्नो लाइफलाई बाँच्न एउटा सिक्नुपर्छ। हामीले करियर, सबभन्दा पहिला हाम्रो करियर कहाँ जान्छ, हामीले के गर्नुपर्ने? जबसम्म लाइफमा चाहिँ हाम्रो ड्रिम छैन। धेरै मान्छेहरू सपना चाहिँ कस्तो हेर्छ? सुतेर हेर्छ। त ड्रिम भनेको त्यो सुतेर हेर्ने होइन। ड्रिम इज नट a such thing which you can see at the time of sleeping. ड्रिम भनेको त्यो कुरा हो। ड्रिम इज अ सच थिङ which does not let you sleep. सपना हामीसँग यस्तो हुनुपर्छ कि जसले तिमीलाई सुत्न दिँदैन, दिन रात काम गर्न। जब पागल नै हुनु छ भने पढ्नको लागि पागल भइया, कुनै केटीको पछाडि गएर कुनै कामको लागि पागल, यो रक्सी खाएर, यो चुरोट खाएर मान्छे पागल भयो भने बुबा आमाको पनि टाउको के हुन्छ? तल हुन्छ कि माथि हुन्छ? यदि पागल नै हुन्छ भने पढेर पागल भन् कि बुबा आमाको पनि टाउको के हुन्छ? माथि हुन्छ। कि मेरो छोरा त पढ्दा पढ्दै पागल भएछ। सकेन? त लाइफमा चाहिँ हामीले यस्तो बिताउनुपर्छ।